राष्ट्रिय शैक्षिक अनुसन्धान एवं प्रशिक्षण परिषदद्वारा प्रस्तुत छ कार्यक्रम कारद्वारा हजुरआमाको घरको यात्रा। आज बिहानैदेखि आकाश अनि रिङ्की साह्रै उत्साहित थिए। आज उनीहरू हजुरआमाको घर जानेवाला जो थिए। आकाशलाई त बस पापा अफिसबाट घर कहिले फर्कनुहुन्छ भन्ने प्रतीक्षा थियो। साँझ परेपछि रमेशज्यू अफिसबाट घर फर्के। चाँडै नै हजुरआमाको घर जानका लागि ट्याक्सी बुक गराइयो। रिङ्कीले ट्याक्सीमा सामान राख्न आमालाई सघाइन्। यता पापाले बुझाउँदा पनि आकाश जिद्दी गर्दै ड्राइभरको साइडको सिटमा बस्यो अनि ट्याक्सी गुड्यो हजुरआमाको घरतर्फ। ट्याक्सी घरबाट केही पर पुग्दा रिङ्कीले देखिन् कि आकाश र ड्राइभर अङ्कल दुवैले सिट बेल्ट लगाएका थिएनन्। आकाश, तिमीले सिट बेल्ट लगाउनु पर्छ। थाहा छ, हाइवे पुगेपछि लगाइहाल्छु नि। अङ्कल, तपाईले पनि त गाडी चलाउँदा सिट बेल्ट लगाउनु पर्छ। ड्राइभरले रिङ्कीको कुरालाई सुन्ने कान गरेन। त्यति नै बेला रिङ्कीको नजर गाडीको साइड मिररमा पर्यो। अङ्कल, तपाईँ यो फुटेको ऐनाबाट पछिबाट आइरहेका गाडी कसरी देख्न सक्नुहुन्छ? धेरै वर्षदेखि गाडी चलाइरहेको छु मैले। मलाई यो ऐनाको खाँचो छैन। पापा, यी ड्राइभर अङ्कलले यति लापरवाहीसँग गाडी हाँक्दैछन्। हामी हजुरआमाको घर सुरक्षित त पुग्ने छौ नि। तिमी चिन्ता नगर रिङ्की, सब ठिक छ। अब गाडी हाइवेमा आइपुगेको थियो। आकाशले अहिलेसम्म सिट बेल्ट लगाएको थिएन। उसको ध्यान त सडकमा गुडिरहेका अन्य गाडीहरूमाथि थियो। रिङ्कीले एकचोटि फेरि उसलाई सिट बेल्ट लगाउन भनिन्। आकाशले दिक्क मान्दै सिट बेल्ट लगाउन त लगायो, तर त्यसलाई खुकुलो पारेर हातले समातेर बस्यो अनि फेरि बाहिर गुडिरहेका गाडीहरूलाई हेर्न थाल्यो। ड्राइभर बाटोभरि लापरवाहीले गाडी हाँक्दै थियो। कहिले ऊ फोनमा कुरा गर्थ्यो त कहिले गुडिरहेको गाडीको सिसा खोलेर सडकमा गुटखा थुक्थ्यो। रमेश पनि उसको गैर जिम्मेवारीपूर्ण व्यवहारबाट दिक्क भइसकेका थिए। सुन, अगाडि सडक साँघुरो छ, ध्यानले बिस्तारै गाडी अगाडि बढाऊ। रमेशले यसो भन्ने बित्तिकै सामुन्नेबाट आइरहेको एउटा मोटरसाइकलसँग ट्याक्सी ठोक्किन पुग्यो। दुर्घटना हुने बित्तिकै सडकमा मानिसहरू जम्मा भए। भिडबाट कसैले एम्बुलेन्स पनि बोलाइहाल्यो। सिट बेल्ट ठिकले नलगाएको हुँदा आकाशलाई पनि चोट लाग्यो। उता मोटरसाइकल सवार पनि ड्राइभरसँग क्षतिपूर्ति मागिरहेको थियो। हेर, तिम्रो लापरवाहीले यो के भयो? माफ गरिदिनु सर, मबाट गल्ती भयो, मैले ध्यान दिइनँ। रिङ्की खुसी थिइन् कि कुनै ठुलो दुर्घटना भएन र कसैलाई कुनै गहिरो चोटपटक लागेन। उनले मनमनै निश्चय गरिन् कि ठुली भएर उनले जब गाडी चलाउन सिक्नेछिन् त यातायातका सबै नियमहरूको पालना अवश्य गर्नेछिन्। यातायातका केही नियम। पहिलो, वाहन चलाउँदा सिट बेल्ट वा हेलमेट लगाउनुहोस्। दोस्रो, निर्धारित गति सीमालाई पार नगर्नुहोस्। तेस्रो, ट्राफिक सिग्नलको सधैँ पालना गर्नुहोस्। चौथो, आफ्नो लेनमा नै हिँड्नुहोस्। पाँचौं, अन्य वाहनहरूबाट सुरक्षित दूरी कायम राख्नुहोस्। छैटौं, नशा गरेर गाडी नहाँक्नुहोस्। सातौं, वाहन चलाउँदा मोबाइल फोनको प्रयोग नगर्नुहोस्। आठौं, आपतकालीन वाहनहरू जस्तै एम्बुलेन्स वा दमकलका गाडीहरूलाई बाटो दिनुहोस्। नवौं, आफ्नो वाहनको देखरेख नियमित रूपमा गर्नुहोस्। 10औं, मुख्य सडक, चौरस्ता, तिरस्ता अनि मोडहरूमा मोड्दा गाडी बिस्तारै हाँक्नुहोस्। अहिले तपाईँ सुन्दै हुनुहुन्थ्यो राष्ट्रिय शैक्षिक अनुसन्धान एवं प्रशिक्षण परिषदद्वारा प्रस्तुत कार्यक्रम कारद्वारा हजुरआमाको घरको यात्रा। अनुवाद एवं रेकर्डिङ समर्थन क्ल्यापर इन्टरटेनमेन्टद्वारा। प्रोग्राम कोअर्डिनेटर प्रोफेसर उषा शर्मा। एकाडेमिक सपोर्ट याचना गुप्ता।